साथीहरु, तपाईले चुज गरेको नम्बर एनटीसी अथवा एनसेल को पाउन सक्नुहुन्छ। जस्तै तपाई नर्मल नम्बरहरु युज गर्नुहुन्छ, आफ्नो चुजिङ को हिसाबले अर्को नम्बर निकाल्न सक्नुहुन्छ। आफूले रोजेको नम्बर नै एनटीसी अथवा एनसेल को निकाल्न सक्नुहुन्छ। त्यसैले भिडियोलाई ध्यान दिएर अन्तिमसम्म हेर्नुहोला। साथसाथै भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सबभन्दा पहिला म तपाईलाई एनसेल को बारेमा बताउन गइरहेको छु। त्यसैले कुनै पनि ब्राउजर ओपन गरेर सर्च गर्नुहोला माई चुजिङ माई नम्बर एनसेल लेखेर। सर्च गरिसकेपछि अलि माथि स्क्रोल गरेर बुक नम्बरमा क्लिक गर्नुहोला। त्यसपछि यस्तो खालको इन्टरफेस आउँछ। एउटा कुरा के ध्यान दिनुपर्छ भने अगाडिको 4 वटा नम्बर चेन्ज गर्न सक्नुहुन्न, तर पछाडिको 6 वटा नम्बरलाई आफ्नो हिसाबले म्यानेज गरेर एड गर्न सक्नुहुन्छ। जस्तैको 6 वटा नम्बर राखेर क्लिकमा क्लिक गर्नुहोला। अब एउटा कुरा के ध्यान दिनुपर्छ भने यदि आफूले रोजेको नम्बर मिल्छ भने यस्तो खालको इन्टरफेस आउँछ। यदि मिल्दैन भने नट लेखेर आउँछ। यस्तो अवस्थामा अर्को नम्बर चुज गरेर राख्नुपर्छ। जस्तै कि मैले चुज गरेर नम्बर एड गर्दैछु। अब क्लिक हेयरमा क्लिक गर्नुहोला। त्यसपछि यस्तो खालको इन्टरफेस आउँछ। अब तपाईले आफ्नो फुल नाम राख्नुपर्छ। जुन नागरिकतामा दिएको नाम छ त्यही नाम राख्नुहोला। त्यसपछि एउटा इमेल राख्नुहोला र एउटा मोबाइल नम्बर राख्नुहोला। जुन तपाईले घरमा युज गर्नुहुन्छ कुनै पनि नम्बर त्यो नम्बर राख्नुहोला। राखेर एड्रेस राख्नुहोला। नागरिकतामा जुन एड्रेस दिएको छ त्यही एड्रेस राख्नुहोला। राखिसकेपछि प्लानमा क्लिक गर्नुहोला। अब तपाईले एउटा प्लान चुज गर्नुपर्छ। जस्तै कि 599 एउटा प्लान लिनुभयो, त्यो सधैँ लाग्दैन। 599 एकचोटि मात्र यो प्लान लाग्छ। त्यसपछि अर्को महिनामा जस्तै अर्को सिमहरु युज गर्नुहुन्छ त्यस्तै रिचार्ज गरेर युज गर्न सक्नुहुन्छ। त्यसैले प्लान लिस्टमा क्लिक गरेर एउटा प्लान चुज गर्नुहोला। चुज गरिसकेपछि यदि तपाईले यो सिमलाई काठमाडौँ भित्र कुनै पनि ठाउँमा यो सिमलाई डेलिभरी गराउन चाहनुहुन्छ भने यो ठाउँमा क्लिक गरेर मगाउन सक्नुहुन्छ। यदि तपाईले काठमाडौँ बाहेक कुनै अरु ठाउँमा सिमलाई मगाउन चाहनुहुन्छ भने यो ठाउँमा क्लिक गरेर सेन्टर चुज गर्नुपर्छ। तपाईको नजिक रहेको कुनै पनि सेन्टरलाई चुज गर्नुहोला। चुज गरिसकेपछि त्यो सिम लिनको लागि जुन सेन्टर छान्नुभयो त्यो सेन्टरमा भिजिट गरेर आफ्नो सिम मगाउन सक्नुहुन्छ। तर काठमाडौँमा बस्नुहुन्छ भने तपाईको घरमा नै डेलिभरी हुन्छ। अब यो ठाउँमा क्लिक गरेर कन्टिन्यूमा क्लिक गर्नुहोला। यति गरिसकेपछि तपाईको अर्डर एक्सेप्ट हुन्छ। अर्डर एक्सेप्ट भइसकेपछि जुन नम्बर तपाई राख्नुभयो त्यही नम्बरमा एउटा मेसेज आउँछ बुकिङ सक्सेसफुल्ली भनेर। यो मेसेजमा तपाईको नाम दिएको हुन्छ र मोबाइल नम्बर दिएको हुन्छ, डेट पनि दिएको हुन्छ। त्यो डेटमा भिजिट गरेर कल सेन्टरमा आफ्नो सिमलाई लिन सक्नुहुन्छ। तर एनटीसी को कुरा गर्ने हो भने यस्तो फिचर एनटीसी मा पाउन सक्नुहुन्न, मात्र एनसेल मा यो फिचर पाउन सक्नुहुन्छ। हो साथीहरु, यसरी तपाईले आफ्नो हिसाबले नम्बर चुज गरेर मगाउन सक्नुहुन्छ अथवा कल सेन्टरमा गएर लिन सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाई राम्रोसँग बुझ्नुभयो। भिडियो मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला। यस्तै भिडियो हेर्नको लागि टेक्निकल अजिलै सब्स्क्राइब गर्न नबिर्सनु होला। आजको लागि यति नै, फेरि भेटौँला। बाइ बाइ।